हेलो गाइज, आज चाहिँ मार्केट जानु लाग्यो होइन। अब मार्केटबाट चाहिँ फेरि मस्त ल्याएर फेरि डमाडम खानुपर्छ। हैट के हो यस्तो डरा मर्नु गाइज। अब चाहिँ फेरि ढपाढप खाइन्छ होइन। मस्तसँग करेम खानुपर्छ गाइज। ओके बाई, सानो ब्लग। ल गाइज, अब चाहिँ यसको लागि चाहिँ अब फ्राई हुन्छ मस्तसँग। अब यसमा चाहिँ मसलाहरू हाल्नुपर्छ। नुन हाल्यो त्यसरी चल। बेसार हाल्यो, बेसार टक्क लगाएर अनि त्यो आफ्नै पाराको मसला हाल्यो। अनि कागती पनि हाल्यो। ए सबै हाल्नु ल आफ्नै स्टाइल। फेरि अब यसरी मोलेर यसलाई फ्राई हाल्नुपर्छ। अब त्यो 15-20 मिनट चाहिँ यसलाई फ्रिजमा राख्नुपर्छ। त्यसपछि चाहिँ यहाँभित्र पस्छ क्या मसलाहरू। जति यस्तरी मिच्यो यसलाई त्यही अनुसारले मिठो हुन्छ। यहाँभित्र पस्छ नि त मसलाहरू। यस्तो सिकाउने। ल गाइज, अब चाहिँ रेडी भयो। यसलाई चाहिँ अब राख्न जान्छु। हेलो गाइज, अब चाहिँ रेडी भयो। अब यसलाई चाहिँ च्वाइने पार्नुपर्छ है। ट्याङ कस्तो राम्रो। अब चाहिँ श्याम खानुपर्छ। हेलो गाइज, आज पनि होइन, आज चाहिँ धनियाँको डाँठ, काँक्राको सलाद, अनि एउटा कुखुराको छाती, अनि कागती, अनि भात, अनि खोले साग, रेडबुल छ, यता खिचाप छ। अब चाहिँ दम हार्नुपर्छ है गाइज। अब सागसँग फर्स्टमा फाइनल गाई खाइसक्यो। अब चाहिँ भाँडामा हाल्नुपर्छ घचाघच। फेरि ड्याङ लाएर भाँडा घस मार्नुपर्छ। ल गाई, हस्त नमस्कार।